आज चाहिँ मेरो छोरो कहाँ गएछ बिहान बिहानै भनेर म चाहिँ खोज्दै जाँदाखेरि ऊ चाहिँ ठ्याक्कै मामा घर पुगे रहेछ। मामा घरमा बसेर मस्त बसेर है आनन्दले ब्रेड जाम खाँदै रहेछ साथीहरू। अनि म भने चाहिँ मेरो छोरो कहाँ गयो भनेर खोज्दै हिँडेको है साथीहरू। अनि उसलाई चाहिँ फेरि मामा घर पुगेपछि उसलाई केही नचाहिने, मामा माइजू भएपछि उसलाई केही नचाहिने, एकदम धेरै मामा माइजू खोज्छ क्या मेरो छोरो। एकदम मामा मामा मात्रै भनिरहन्छ, मामा माइजू खोजिराख्ने। अनि मैले खानेकुरा घरमा यही खानेकुरा खाने दियो भने ऊ खाँदैन, केही खाइदिँदैन है। मैले दिएको खानेकुराहरू घरमा एकदम हुन्छ नि खुसी भएर खाइदिँदैन क्या, जबरजस्ती गर्नुपर्छ उसलाई। उसको मामा घर ऊ पुग्यो भने त उसको माइजूले उसलाई जे दिए पनि खाइदिने क्या, जे दिए पनि खाइदिने, खाना पनि खाइदिने। मैले यहाँ घरमा खाना खुवाउनलाई मलाई 1 घन्टा 1.5 घन्टा लाग्छ, उहाँ गएपछि आनन्दले खाइदिने क्या। म छक्क पर्छु क्या मेरो छोरालाई हेरेर, अचम्म लाग्छ। मैले खुवाएको खानेकुरा खाँदैन, उसलाई भनेपछि मामा घर भने चाहिँ कति प्यारो भइसक्यो मेरो छोराको लागि। हेर्नु न साथीहरू, यति मजाले आनन्दले खुसी भएर खाने क्या, कति खुसी भएर खाइरहेछ। ओके बाई।